हजुरलाई नमस्कार है। म अहिले यहाँ न्यू रोडमा छु है। न्यू रोडमा चाहिँ काठमाडौँ महानगरपालिकाले अहिले यस्तो सरसफाइमा यति धेरै ध्यान दिएको छ कि हेर्नुहोस् है। यहाँ चाहिँ तपाईँको चाहिँ अहिले चाहिँ एक घन्टामा चाहिँ तपाईँको चाहिँ यो फोहोर उठाउने गाडी आउँछ है। मेयर बालेन शाहज्यूले चाहिँ अहिले यति राम्रोसँग चाहिँ न्यू रोडलाई यस्तो चित्तिक्क पार्न भएको छ। ल हेर्नुहोस् है, फोहोर मैला भन्ने कतै देख्न पाइँदैन। हेर्नुहोस् है, एकदम सफा चित्तिक्क पार्न भएको छ है। त्यसैले पनि यो मेयर बालेन शाहज्यूको यो कामको सम्मानको लागि पनि यो भिडियो हेरिदिनु होला है। अनि त्यसपछि तपाईँलाई चाहिँ यो भिडियो मन पर्यो भनेदेखि लाइक र सेयर पनि गरिदिनु होला है। ल हेर्नुहोस् है, यस्तो राम्रो बनाउनु भएको छ अहिले न्यू रोडलाई। हेर्नुहोस्, ल हेर्नुहोस्, न्यू रोडमा तपाईँको चाहिँ अहिले फोहोर भन्ने कतै पनि देख्न पाइँदैन। हेर्नुहोस्, पहिला कस्तो फोहोर थियो है। यसरी चाहिँ राम्रो काम गर्ने भिजन भएको नेता आयो भने देशमा परिवर्तन हुनलाई चाहिँ समय लाग्ने रहन्छ है। त्यसैले चाहिँ यो बालेन शाहको चाहिँ तपाईँको चाहिँ सम्मानको लागि चाहिँ हजुरहरूले चाहिँ यो भिडियो पुरा हेरिदिनु होला है। त्यसपछि अनि त्यहाँबाट चाहिँ लाइक र सेयर पनि गर्नु होला। यो भिडियो पुरै हेरेर मात्रै कमेन्ट गर्नु होला। यसै गाली चाहिँ नगर्नु होला है त। राम्रो कामको लागि गर्ने मान्छेलाई चाहिँ सम्मान गर्नुपर्छ। बालेन शाहको सम्मानको लागि पनि यो भिडियो हेरिदिनु होला र हजुरहरूले चाहिँ अनि कमेन्ट गर्नु होला। धन्यवाद।